हाम्रो च्यानल नयाँ आइपिओ अपडेटमा सबैलाई हार्दिक स्वागत छ। नेपाली शेयर बजार र विशेष गरी आइपिओ सम्बन्धी प्रामाणिक र उपयोगी जानकारी तपाईहरू माझ पुर्याउने हाम्रो प्रयास आज पनि निरन्तर जारी छ। आज हामी जलविद्युत क्षेत्रमा लगानी गर्न चाहने हजारौं लगानीकर्ताका लागि निकै ठूलो र उत्साहजनक खबर लिएर आएका छौं। आज एउटा हाइड्रो सेक्टरको कम्पनीले आइपिओ निष्कासन गर्ने अनुमति प्राप्त गरेको छ, जुन रिजलाइन एनर्जी लिमिटेड रहेको छ। रिजलाइन एनर्जी लिमिटेडले आफ्नो आइपिओ जारी गर्न धितोपत्र बोर्ड सेबोनबाट आधिकारिक स्वीकृति प्राप्त गरेको छ र यो कम्पनीले छिट्टै सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने तयारी गरिरहेको छ। यस आइपिओ अन्तर्गत कम्पनीले कुल 26,07,000 साधारण शेयर प्रतिकिता 100 रुपैयाँ अंकित मूल्यमा जारी गर्नेछ र यसको बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडले वहन गर्नेछ। न्यूनतम 10 किताका लागि आवेदन दिन सकिने भएकाले लगानीकर्ताले 1,000 रुपैयाँको लगानीबाट पनि यस अवसरमा सहभागी हुन सक्नेछन्। अनुमति प्राप्त भइसकेकाले अब पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आवेदन खुल्नेछ र त्यसपछि मात्रै सर्वसाधारणले भर्न पाउनेछन्। कम्पनीको पृष्ठभूमि हेर्ने हो भने रिजलाइन एनर्जीले गोर्खा लमजुङ सिमानामा अवस्थित 9.050 मेगावाट क्षमताको सुपर चेपे खोला हाइड्रो पावर प्रोजेक्ट सफलतापूर्वक निर्माण सम्पन्न गरिसकेको छ, जुन आयोजनाले 2080 माघ महिनादेखि नै व्यापारिक उत्पादन कमर्सियल अपरेसन गरिरहेको छ। यसको अर्थ कम्पनीको आम्दानी सुरु भइसकेको छ। साथै कम्पनीले 11 मेगावाट क्षमताको दुधपोखरी चेपे हाइड्रो पावर प्रोजेक्टमा पनि लगानी विस्तार गरिरहेको छ, जसले भविष्यमा आय वृद्धि र व्यावसायिक स्थायित्व दुवै सुनिश्चित गर्न मद्दत गर्नेछ। समग्रमा हेर्दा रिजलाइन एनर्जी लिमिटेडको आइपिओ एक सम्भावनायुक्त र सकारात्मक अवसरका रूपमा देखिन्छ। कम्पनीको अध्यक्ष डाक्टर बसन्त गिरी हुन् भने व्यवस्थापनमा प्रदीप राजगिरी, नारायण कण्डेल, दिपेन्द्र हमाल, प्रतिमा तिवारी र अशोक कुमार खड्का लगायतका सञ्चालकहरू रहेका छन्। हामी आइपिओको खुल्ने मिति, कम्पनीको वित्तीय विवरण तथा सम्भावित जोखिम तथा प्रतिफलबारे विस्तृत विश्लेषणसहित अर्को भिडियो चाँडै ल्याउनेछौं। यदि तपाईँ यस विषयमा निरन्तर अपडेट पाउन चाहनुहुन्छ भने कृपया हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाईको शेयर बजार यात्रा सफल र सुरक्षित रहोस्। अर्को नयाँ आइपिओ अपडेटमा पुनः भेटौं। तबसम्मका लागि बिदा,